स्वागत छ सबैजनालाई आजको भिडियोमा मेरो पढाइले सदाको दिन जस्तै हिजो हामी गोपाल वंशको बारेमा छलफल गरेका थियौँ भने आज हामी महिषपाल वंशको बारेमा छलफल गर्नेछौँ। यी दुवै वंशहरू चाहिँ नेपालको शासन कालमा चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेलेका छन्। सुरुमा हामी महिषपाल वंश जसलाई चाहिँ हामी महिषपाल वंशी वा महिषपाल पनि भन्ने गरिन्छ। नेपालको दोस्रो शासक वंशको रूपमा यिनीहरूलाई चाहिँ हामी भन्ने गर्दछौँ। त्योभन्दा अगाडि गोपाल वंश थिए। यो वंश चाहिँ जुन भैँसी पालक हरूले चाहिँ शासित गरेका थिए, उनीहरूको मुख्य पेसा भनेको भैँसी पालनसँग सम्बन्धित छ। काठमाडौँ उपत्यकाको हाम्री प्रारम्भिक इतिहासमा हेर्छ भने यिनीहरूको महत्त्वपूर्ण योगदान रहेको छ र महत्त्वपूर्ण भूमिका पनि छ। आज हामी यिनीहरूको सुरुमा उत्पत्ति र नामाकरणको बारेमा छलफल गर्नेछ। गोपाल वंशको उत्पत्ति अभिर वा अहिर समुदायबाट भएको मानिन्छ, जुन भारतीय उपमहाद्वीप भनेको इन्डियन सब कन्टिनेन्ट जसमा चाहिँ नेपाल हुनुभन्दा अगाडि बङ्गलादेश, पाकिस्तान, हाम्रो नेपाल, अनि त्यसै गरी श्रीलङ्का, अफगानिस्तानहरू चाहिँ इन्डियन सब कन्टिनेन्टमा पर्छ। यसलाई चाहिँ भारतीय उपमहाद्वीप पनि भन्ने गरिन्छ। महिषपाल शब्द संस्कृतबाट आएको हो, जहाँ महिषको अर्थ भैँसी र पालको अर्थ रक्षक हुन्छ, जसको अर्थ भैँसीको रक्षक गर्ने मानिसलाई चाहिँ हामी महिषपाल भन्ने गरिन्छ। यो नामले प्रमुख पेसा अब भैँसी पालनलाई नै जनायो। उनीहरू आफू चाहिँ पूर्ववर्ती गोपाल वंश जसले चाहिँ गाई पालन गर्थे, उनीहरूभन्दा यिनीहरू भैँसी पालक भए, जुन कुरामा यिनीहरू फरक भए। यस यस वंशको मुख्य रुट यानि कि जरा चाहिँ भारतको मध्य प्रदेशमा, विशेष गरी प्राचीन सहरहरू महिष्मती वरपर, जुन महाभारत र पुराणहरूमा पनि उल्लेख गरेको पाइन्छ। महिषपालहरू जो राजपूत परिवारका थिए, उत्तरतिर बसाइ सरे। अन्ततः नेपालको तराई क्षेत्रमा बसाइ सराई गरिसकेपछि उनीहरू काठमाडौँ उपत्यकामा आए। विशेष गरी महिषपालहरूको यो हामीले हेर्छौँ भने सिम्रनगढतिरको इलाकाहरूमा चाहिँ एकचोटि यिनीहरूले नेतृत्व गरेको जस्तो लाग्छ। त्यो चाहिँ मैले सुने अनुसार गलत पनि हुन पाए। केही स्रोतका अनुसार उनीहरू यादव वंशसँग पनि जोडिन्छन् र केही भगवान कृष्णको वंशसँग पनि सम्बन्धित भएको पाइन्छ। ऐतिहासिक विवरण अनुसार महिषपालहरूले गोपाल वंशको कमजोर अवस्थाको फाइदा उठाए। विशेष गरी गोपाल वंशका अन्तिम राजा जितगुप्ता निसन्तान भएपछि उनको त्यो अवस्था थाहा पाएपछि बारसिंहको नेतृत्वमा महिषपालहरूले गोपालहरूलाई युद्धमा पराजित गरी काठमाडौँ उपत्यकामा आफ्नो शासन व्यवस्था स्थापित गरे। अब हामी यिनीहरूको ऐतिहासिक सन्दर्भ र समय रेखाको बारेमा हेर्छ भने चाहिँ महिषपाल वंशले नेपालमा लगभग 161 वर्ष शासन गरे, जुन ईसापूर्व 1411 देखि ईसापूर्व 1250सम्म भयो। अनि इतिहासकार धनजो धनरोज भद्राचार्यका अनुसार यो अवधि गोपाल वंशले 521 वर्ष शासनपछि किरात वंशको अघिको हो। यो त्यस पछाडि महिषपाल वंश केवल 3 राजाहरूले काठमाडौँ उपत्यकामा शासन गरे, जसले यो वंशलाई आफ्नो पूर्ववर्ती र उत्तराधिकारीको रूपमा एकदमै छोटो अवधिको शासनकाल बनायो। महिषपाल वंशको राजधानी गोपाल वंशहरूको जस्तै सम्भवतः मातातीर्थ थियो, जुन चाहिँ काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम कुनामा अवस्थित छ। यो क्षेत्र प्रारम्भिक वंशहरूको समयमा महत्त्वपूर्ण र राजनीतिक र सांस्कृतिक केन्द्रको रूपमा पनि आएको थियो। महिषपाल वंशका शासकहरूको बारेमा हेर्छौँ भने महिषपाल वंशका 3 राजाहरू थिए, जुन विभिन्न स्रोत जस्तै गोपाल वंशावली रेकर्डमा दस्तावेज गरिएको छ, जसमा बडसिंह रहेका छन्। महिषपाल वंशका पहिलो राजा बारसिंह गोपाल वंशका जितगुप्तलाई पराजित गरेको श्रेय पाएका थिए। उनको नेतृत्वले गाई पालकहरूबाट भैँसी पालकहरूको शासनमा आएको परिवर्तनको सङ्केत गरे र बारसिंहको शासनले महिषपाल वंशलाई काठमाडौँ उपत्यकाको दोस्रो
शासक शक्तिको रूपमा पनि त्यसलाई स्थापित गरायो। अनि दोस्रो राजा रहेका छन् जयसिंह यानि कि जयमती सिंह। दोस्रो राजा जयसिंह वंशको शासनलाई उनले निरन्तरता दिए र उनको शासनकालको बारेमा सीमित जानकारी उपलब्ध छ। तर उनले बारसिंहको स्थापना गरेको सामाजिक राजनीतिक संरचनालाई एकदमै कायम राखे। त्यस पछाडि हामी भुवनसिंह रहेका छन्। तेस्रो र अन्तिम राजा भुवनसिंहले 41 वर्ष शासन गरे। उनको शासनकाल किरात वंशका राजा एलेम्बर महिषपालहरूलाई युद्धमा पराजित गरेपछि समाप्त भयो, जसले वंशको अन्त्य पनि गर्‍यो र भुवनसिंह किरातको आक्रमणलाई रोक्न असमर्थ भए, जसले गर्दा त्यो महिषपाल वंशको नै पतन भयो। अब सामाजिक र राजनीतिक संरचनाको बारेमा छलफल गर्छौँ भने महिषपाल वंश राजतन्त्रात्मक प्रणाली यानि कि मोनार्की भयो। त्यसमा चाहिँ सञ्चालित थियो, जुन गोपाल वंशले स्थापना गरेको राजनीतिक ढाँचालाई नै उनीहरूले निरन्तरता दिए। राजाहरू केवल शासक मात्र नभएर धार्मिक र नैतिक व्यवस्थाका रक्षक पनि थिए, जुन प्राचीन भारतीय र नेपाली राज्यहरूमा सामान्य अपेक्षा थियो। सल्लाहकारहरूको सम्भवतः राजाहरूलाई शासन र निर्णय प्रक्रियामा सहयोग पुग्थ्यो, जुन त्यस समयको सामाजिक राजनीतिक अभ्यासलाई प्रतिबिम्बित गर्ने गर्दछ। अनि महिषपालहरूले काठमाडौँ उपत्यकालाई केन्द्र बनाएर शासन गरे, जसको सीमा पूर्वमा दुधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाइँकुण्ड र दक्षिणमा चितलाङसम्म चाहिँ विस्तारित थियो। उनीहरूको शासनले यो उर्वर र रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा चाहिँ नियन्त्रण कायम राख्यो। वंशको अवीर समुदायसँग सम्बन्धले उनीहरूलाई शक्ति उदय हुनु अघि पशुपालक र सम्बद्ध अर्ध घुमन्ते भनेको नोम्याड लाइफस्टाइल जस्तो भयो है, जीवनशैलीलाई चाहिँ सुझाउँछ। उनीहरू राजपूत सम्प्रदायका एउटा भएको पनि सङ्केत गर्दछ, जसले गर्दा उनीहरूले चाहिँ गोपाल वंशलाई पराजित गरे। अनि सांस्कृतिक र धार्मिक अभ्यासहरूमा चाहिँ महिषपाल राजाहरू हिन्दू धर्मका कट्टर अनुयायी थिए। विशेष गरी भगवान विष्णु, भगवान शिवको उनीहरूले पूजा आराधना गर्ने गर्थे। उनीहरूका धार्मिक अभ्यासहरू प्राचीन भारतीय राज्यहरू, विशेष गरी मध्य प्रदेशका सांस्कृतिक परम्पराहरूबाट प्रभावित थियो। वंशको हिन्दू अनुष्ठानहरूको संरक्षणले काठमाडौँ उपत्यकामा हिन्दू अभ्यासहरूको प्रसारमा योगदान पुर्‍यायो, जुन पछि नेपाली संस्कृतिको पहिचान बने। यद्यपि महिषपालहरूले प्रमुख मन्दिर वा स्मारकहरू निर्माण गरेर प्रत्यक्ष श्रेय पनि पाएका थिएनन्, तर उनीहरूको शासनकालमा भारतीय उपमहाद्वीप र नेपालबीच सांस्कृतिक आदान-प्रदान भइरहेको थियो। बसाइसराई र व्यापारद्वारा सहजीकरण गरिएको हिन्दू धर्मको प्रसारले उनीहरूको शासनकालमा काठमाडौँ उपत्यकाको धार्मिक परिदृश्यलाई चाहिँ प्रभावित गरेको छ। महिषपालहरू भैँसीपालक भएकाले गर्दा उनीहरूको धार्मिक अभ्यासहरूलाई पनि आकार मिल्यो, किनकि भारतीय परम्परा अनुसार एउटा भैँसी गाई, अब गाईलाई त मानिनै भयो, तर पनि भैँसीलाई पनि एउटा सांस्कृतिक महत्त्वको हिसाबले हेर्ने गरिन्छ, जसमा चाहिँ गोपाल वंश, जसलाई चाहिँ पशुपतिनाथ मन्दिरको खोजीसँग जोडिन्छ, र महिषपालहरूलाई चाहिँ धार्मिक पूर्वाधारमा चाहिँ दिएको योगदानहरूको बारेमा पनि छलफल गरिन्छ है। अनि आर्थिक गतिविधिहरूमा महिषपाल वंशको मुख्य अर्थतन्त्र यानि कि पेसा भनेको कृषि र पशुपालन थियो। गोपाल वंशको पनि कृषि र पशुपालन नै थियो, जसमा भैँसी पालन उनीहरूको जीविकाको मुख्य आधार थियो। काठमाडौँ उपत्यकाको उर्वर भूमिलाई कृषि समर्थन मानिन्छ, जबकि वंशको पशुपालन विशेषज्ञताले सम्भवतः दुग्ध उत्पादन र पशुधन व्यवसायमा योगदान पुर्‍याए। यो अवधिमा नेपाल, भारत र तिब्बतका छिमेकी क्षेत्रहरूसँग व्यापार सम्बन्ध राखेको थियो। ऊनी उत्पादन, काठ र जडीबुटी जस्ता वस्तुहरू निर्यात गरिन्थ्यो, जसले महिषपालहरूको भाग लिए र निरीक्षण गरेको व्यापारलाई सञ्चालनको सङ्केत गर्दछ। अब हामी चाहिँ उनीहरूको पतनको बारेमा छलफल गर्छौँ। महिषपाल वंश शासन तब अचानक समाप्त भयो जब किरात वंशका राजा एलेम्बरले पूर्व नेपालबाट काठमाडौँ उपत्यकामा आक्रमण गरे। एलेम्बरको सैनिक कौशल र रणनीतिक नेतृत्वले गर्दा
महिषपाल राजा भुवन सिंहलाई चाहिँ उनले परास्त गरे, जसले वंशको पतनलाई चित गर्यो। किराँतहरूको अधिक व्यवस्थित र ऐतिहासिक रूपमा दस्तावेजकृत शासन स्थापित गरे, जसले नेपालको राजनीतिक परिदृश्यमा पनि एकदमै महत्त्वपूर्ण योगदान पुर्यायो। महिषपाल वंशका विरासत गोपाल वा किराँत वंशहरूको तुलनामा कम प्रमुख छ, किनभने यो छोटो अवधिको लागि शासन गरेका थिए र सीमित दस्तावेजहरू पनि छ। यद्यपि गोपाल युगबाट किराँत अवधिमा नेपालको सङ्क्रमणमा उनीहरूको एकदमै महत्त्वपूर्ण भूमिका छ। उनीहरूले राजतन्त्र प्रणालीलाई चाहिँ कायम राखे र काठमाडौँ उपत्यकामा चाहिँ एउटा हिन्दू अभ्यास, सांस्कृतिक र धार्मिक एकीकरणमा पनि उनीहरूले प्रमुख योगदान पुर्याए। महिषपालहरू व्यापक अवीर समुदायसँग सम्बन्धका कारण उनीहरू उल्लेखनीय छ। उनले जसले चाहिँ प्राचीन भारत र नेपाल बीचको बसाइसराइ, सांस्कृतिक आदान-प्रदानलाई चाहिँ जोड दिने गर्दछ। उनीहरूको शासन यद्यपि संरक्षित र पारम्परिक नेपालको इतिहासमा रहे तापनि उनीहरूको त्यो पहिचानलाई चाहिँ गतिशील र अन्तर्क्रियालाई कायम राखिरहेको छ। अब हामीले यो लिएका स्रोतहरूको बारेमा हेर्छौँ भने चाहिँ हामीले विभिन्न पौराणिक र अर्ध ऐतिहासिक ग्रन्थहरूबाट लिएको छ। जस्तै गोपाल राजाका वंशावलीहरू, पुराणहरू, महाभारत र रामायण, यी स्रोतहरू तथ्य र किम्वदन्तीमा मिश्रित छन्। तथ्य भनेको फ्याक्ट भयो, किम्वदन्ती भनेको सुनेको कुराहरू सुनाउँदै सुनाउँदै आएको, अनि हामीले पनि त्यही सुनाएर हजुरहरूलाई सुनाएको कुरा चाहिँ किम्वदन्ती भयो। जसले ऐतिहासिक घटनाहरूलाई चाहिँ मिथकबाट छुट्याउने एउटा अभ्यास गरिरहेको छ। यहाँ चाहिँ किट प्याट्रिक र धनध्वज वज्राचार्य जस्तै इतिहासकारहरूको समयरेखा र विवरणहरूले आज हामी महिषपाल वंशहरूको इतिहासको बारेमा थाहा पाएका छौँ। त्यसै गरी अरू भनेको शिलालेखहरू, विभिन्न कलाकृतिहरू, त्यसै गरी काठमाडौँ उपत्यका विशेष गरी माता तीर्थ वरपर र भविष्यका पुरातात्विक खोजहरूले गर्दा उनीहरूको शासन र संस्कृतिमा योगदान दिएको छ। अब निष्कर्षमा हेर्छौँ भने महिषपाल वंश छोटो समयसम्म नेपालमा शासन गरे। नेपालको प्राचीन इतिहासमा उनीहरूको एकदमै महत्त्वपूर्ण योगदान थियो। भैँसी पालकबाट शासक बनेका उनीहरूले पशुपालक गोपाल वंश र आर्थिक समृद्ध किराँत वंशलाई जोडे। उनीहरूको राजपूत उत्पत्ति, हिन्दू अभ्यासहरू र पशुपालन अर्थतन्त्रले उनीहरूलाई संरक्षित एक प्रभावशाली शासनलाई चाहिँ आकार दिए। यद्यपि उनीहरू विरासत र पछिल्लो वंशहरू जस्तै लिच्छवी र मल्लको तुलनामा कम छायामा परेका थिए। महिषपालहरू पारम्परिक नेपालको सांस्कृतिक र राजनीतिक विकासमा योगदान पुर्याए, जसले पछिको समृद्धि ऐतिहासिक तानाबानाको लागि आधार बन्यो। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। हस्त धन्यवाद।